अरू पनि कुराहरू बोध गर्नु जरुरी छ। किन भन्दाखेरि युवाहरूलाई हाम्रो गर्नु त छोड्नु, यो थाहा पनि छैन कि यस्तो कुराहरू पनि हुँदो रहेछ भनेर पनि थाहा छैन। अब म त्यही त कुरो यही गर्न जाँदैछु कि पर्यावरणतिरको कुरो गरौँ। अब किन भन्दाखेरि आज 800 करोड भइसकेको छ पृथ्वीमा मान्छे, 8 बिलियन। त देशको हालत त थाहै छ के छ। सबबाट गाह्रो हुने देशै हाम्रो भारत हो, किन कृषि प्रधान देश हो। र कृषि कहाँ सम्बन्धित हुन्छ? पर्यावरण सम्बन्धित, जहाँ मौसम सम्बन्धित। मौसम अलिकति खराब भयो, पानी आएन, फसल खराब भयो, गरिबीमा भुखा मरे मान्छे। त त्यो खालको देश हाम्रो हो। त साह्रै नै गाह्रो हुने चाहिँ हाम्रै देशलाई नै हो। र हाम्रो देश पनि होइन, सारा पृथ्वी। हामी त भन्छौँ यो सानो घर हाम्रो, त्यसको चक्करमा छिमेकीसँग रिसाउने, योसँग रिसाउने। अरू कुरा आयो देशमा, त देशमा पनि पाकिस्तानसँग रिसाउने, बङ्गलादेशसँग, चाइनासँग रिसाउने। यस्तो चाहिँ भएको छैन कि अर्को ग्रहमा पनि मान्छे जिउँदै तपाईँले देख्नु भएको छैन, नभए उनीहरूसँग पनि रिसाउनु हुन्थ्यो होला सायद तपाईँ, हामी रिसाउँथ्यौँ होला। त्यो साह्रै शरमको कुरा हो। त देश घर भन्ने होइन, हाम्रो असली घर त पृथ्वी हो होइन। हामी त छिमेकीसँग रिसाउन छोडेर, छिमेकी देशसँग रिसाउन छोडेर, हाम्रो जुन मेन घर छ सबै मनुष्यको, पृथ्वी नाम हो त्यसको, त्यसलाई चाहिँ बचाउनु पर्यो नि। त्यसलाई त के वास्तवमा बचाउनु, त्यो त आफैमा आफै छ। त्यो त अस्तित्वको लागि एउटा धुलो पनि यत्तिको मात्रै हो। अस्तित्वले फुक मारेको बराबर हो। हामी त सब खतम हुने हो। हाम्रै बचाउको लागि हामीले नै प्रकृतिको रक्षण गर्नुपर्छ। यस्तो हो कि प्रकृतिको रक्षा हुँदैन, रक्षा हाम्रै हुने हो। किन प्रकृतिलाई रक्षा गर्ने हाम्रो औकात थोडी छ। त्यो पनि अहङ्कारको कुरो हो होइन। त अब प्रकृति कहाँबाट दूषित हुन्छ त भन्दाखेरि यसको सृजनको चाहिँ म कुरा, मेन मुद्दा चाहिँ यो हो है। त मेन चाहिँ हो कसरी हुन्छ त। अब भूकम्प आउँछ, हावाहुन्डरी आउँछ, बाढ आउँछ, सारा खेत बर्बाद गरिदिन्छ, सारा जिडिपी बर्बाद गरिदिन्छ, मान्छे मर्छन्, खतम, डिजास्टर। प्राकृतिक आपदा भन्छ त्यसलाई। प्राकृतिक आपदा किन आउने? प्राकृतिक आपदा आउँछ जलवायु परिवर्तनले। अच्छा, अब जलवायु परिवर्तन किन हुन्छ? जलवायु परिवर्तन हुन्छ कार्बन डाइअक्साइडको मात्रा बेसी हुनाले गर्दा जलवायु परिवर्तन हुने हो। छन् अरू पनि, मिथेन छ। जब यिनीहरूको मात्रा बेसी हुन्छ वायुमण्डलमा, त्यतिखेर प्रदूषण हुन्छ, ठिक हावा। त प्राकृतिक आपदा कतिखेर आउँछ? जतिखेर हाम्रो वायुमण्डल बिग्रिन्छ। वायुमण्डल कसरी बिग्रिन्छ? वायुमण्डल बिग्रिन्छ हाम्रो कार्बन डाइअक्साइड बेसी भएर। त कार्बन डाइअक्साइड कसरी बेसी हुन्छ? कार्बन डाइअक्साइड कसरी बेसी हुन्छ? कार्बन डाइअक्साइड कसरी बेसी हुन्छ भन्दाखेरि इन्डस्ट्रीहरू आउँछ होइन। दुनियाँभरको इन्डस्ट्री बनाउनुपर्छ, त्यहाँबाट ग्यास निक्लिन्छ, सारा कार्बन डाइअक्साइडै निक्लिन्छ कारखानादेखि।
ठिक छ। अनि कार्बन डाइ अनि इन्डस्ट्री बनाउनलाई के गर्नुपर्छ? डिफरेस्टेसन हुन्छ, सब काटकुट जङ्गल खतम, जग्गा चाहिन्छ बर्बाद खतम, त्यहाँ पनि फरेस्टकै नोक्सान, त्यहाँ पनि प्रकृतिकै दूषित हुने समस्याहरू भयो। त्यहाँबाट आउँछ हामीले यो जसलाई फुलमाला लगाउँछौँ नि, यिनीहरूले बर्बाद गरेको छ। यिनीहरूको एक दिनको कुदाइ एउटा साधारण मान्छेको 1000 साल तक गर्दा पनि त्यत्रो कार्बन डाइअक्साइड फ्याँक्दैन त्यसले। त कसरी एउटा सेलिब्रिटीले गर्छ भन्दाखेरि जेट आफ्नो हग्नु जाँदा जेट, मुत्नु जाँदा जेट, यता हेर्नु जाने उता हेर्नु जाने कति कहानी हुन्छ। र सेलिब्रिटीको पनि यहाँ खास गरी सेलिब्रिटी र यो अमिर ज्यादाले नै आधी 50% त प्रदूषण गरेको छ। अरू त्यही हो, इन्डस्ट्रीले गरेको छ। र इन्डस्ट्री बनाउनलाई पनि डिफोरेस्टेसन हुन्छ, काट्नु पर्यो जङ्गल, सब बर्बाद गर्नु पर्यो। त्यस कारणले गर्दा 4मा आयौँ है साथी हामी। यो म जानकारी तथ्यात्मक डेटा बेस जानकारी दिँदैछु। डिजास्टर होइन, भूकम्प, प्राकृतिक आपदा, त्यसको कारण क्लाइमेट चेन्ज, वायुमण्डल परिवर्तन। त्यसको अगाडि के हुन्छ? वायु प्रदूषण। वायु प्रदूषण केले हुन्छ? कार्बन डाइअक्साइडले हुन्छ। कार्बन डाइअक्साइड कसरी हुन्छ? डिफोरेस्टेसन हुन्छ, इन्डस्ट्रियलाइजेसन हुन्छ, सेलिब्रिटीको यो माला लगाउने यी सब झन्झट यिनीहरूलाई हटाउनुपर्छ, तिनीहरूको चक्करमा हुन्छ। र त्यो किन हुन्छ? कसरी हुन्छ? त्यो किन? मोर कन्जम्सन चाहियो, कन्जम्सन गर्न जान्छ मान्छे, र त इन्डस्ट्रीहरू दुनियाँभरका खोल्छन्। नभए त एउटै इन्डस्ट्रीले पुग्थ्यो, 1000 इन्डस्ट्री खोल्नुपर्ने हुन्छन्। 1000 इन्डस्ट्री किन खोल्नुपर्ने हुन्छन्? किन 1000 पपुलेसन, मोर पपुलेसन छ। पपुलेसन किन हुन्छ? अन्ध भएर बच्चा जन्माउने 5वटा 10वटा, त्यही हो कारण। बच्चा अरू मान्छे नै नभएको, सोच्नु आज 800 करोड मान्छे छन्। 800 करोड मान्छेमा धर्नु 100 करोड भएको भए यत्रो इन्डस्ट्री किन चाहिन्थ्यो? बुद्धि भएर कम एउटा मात्रै जन्माइन्थ्यो, सन्तुलन र नियन्त्रण गरेर राखिन्थ्यो आफूलाई भनेदेखि आज यो परिस्थिति आउने थिएन। सारा हामीले नै गर्दैछौँ। र यो सारा कन्जम्सन, यो डिफोरेस्टेसन, यो इन्डस्ट्री किन बनाउनुपर्छ? किन व्यक्ति निस्किन्छ, बच्चा निस्किन्छ, बच्चा ठुलो हुन्छ, त्यसलाई कन्जम्सन चाहियो होइन? व्यक्ति नै ननिकालेपछि त किन यो गर्नु? त्यसकारण त झुटहरू देख्नु भएन। यो सारा ठुल्ठुलो कम्पनीको मालिकहरूले भन्छ तिनीहरूले गुरुहरूलाई पैसा दिन्छ। मैले अघि पनि यो भनिसकेँ। शादी कहिले गर्ने, बिहा कहिले गर्ने, यस्तो भेट गर्ने, उस्तो भेट गर्ने, एडभर्टाइजै त्यही छ। शादी कब करोगी, एस्ट्रोलोजी, यो खालको कुराहरू त स्क्रोलिङमा यो कुराहरू अगर उसले सोचेको छैन, जुन व्यक्तिले मोबाइल हेर्दैछ त्यसले अगर यो कुराहरू देख्यो भने त्योतिर आकर्षित हुन्छ, बिहा गर्नुपर्ने रहेछ भन्ने हुन्छ कि त्यहाँ त्यो सारा तान्ने। अरू त्यो मालिकले जुन चाहिँले इन्डस्ट्री बनाउँदैछ त्यसले त सोच्दैछ पनि कि यसले 5वटा बच्चा जन्माओस् र आओस्, त इन्डस्ट्रीको कहानी हुन्छ। म यहाँ एउटा सानो व्यक्तिगत जग्गाको कुरो गर्दै छुइनँ, यो सारा खेल छ यहाँ। त यो हो कहानी। हामी आफै दुर्गतितिर जाँदैछौँ र विचारणीय कुरो हो यो। त अब यो किन त बेसी बच्चा जन्मी? त्यसको कारण हो नन लिटरेचर, अशिक्षा, घोर अशिक्षा। त सरकारले कमसेकम शिक्षाको व्यवस्था गर्नु पर्यो मान्छेहरूको। सरकारले नि यो मुद्दा उठाउनु पर्यो। कम 1 चाइल्ड पोलिसी, चाइनाको जस्तो पपुलेसन कन्ट्रोल गर्नु पर्यो। एउटै छोरा त काफी छ, या एउटै छोरी त काफी छ, किन यत्रो तादाद? खासमा मान्छेले त्यही आत्मालाई बुझेको हुँदैन, स्वयंलाई बुझेको हुँदैन। मैले पहिले भनिसकेँ। त्यस कारणले हर चिजमा खुसी खोज्छ। जस्तो एउटा वस्तुबाट अर्कोमा, अर्को वस्तुबाट अर्कोमा खोज्छ। वास्तवमा वस्तुमा कहाँ सुख छ?
त्यही त सन्यासको कारण हो। कृष्णको सारा सिकेँ मैले अघि भने, यहाँ नि कृष्ण निस्किन्छ है, निस्किनु चाहिँ सारा खेलिए छ। त सुख भेट्दैन अनि एउटा जन्माउँछ, एउटा पनि अलिक ठुलो, उसले सोचेको हुन्छ यो जन्माएर चाहिँ म सुख हुन्छ, मलाई आनन्दित हुन्छ। त्यो अलिक ठुलो हुन्छ, त्यसको धारा अर्कै हुन्छ, फेरि अर्को जन्माउँछ, यो हुँदा चाहिँ सुख हुन्छ कि जन्माउँदै जो बसी मुरक छ त्यसको त्यति बेसी बच्चा हुन्छ। कुरो बुझ्नुभयो नि? मान्छेले एउटै जानेछ सुख खोज्ने, पहिले वस्तुमा खोज्ने, यता खोज्ने, उता खोज्ने, केटी स्त्रीमा खोज्ने, बिहा पनि गर्ने, त्यहाँ बच्चा समेतमा खोज्छ। जहाँ पनि माने उसलाई सुखै चाहियो। ऊ माने जो छ त्यो हुनु एक्सेप्ट छैन, त्यसको मतलब स्वीकार छैन यो जीवनलाई, पूर्णता खोज्दै हिँड्दैछ। पूर्णता हुँदैन, यहाँ हुनु सक्दैन। त हर जग्गा जहीँ पनि सुखै खोजिरहेको हुन्छ। म अपूर्ण छु, यो सुख हुन्छ भनेर जे पनि भेट्यो। त त्यो सुख खोज्ने चक्करमा 10वटा जन्म पठाउँछ। त्यो जन्माउनुको कारण त्यही अशिक्षा हो। सरकारले कुनै मुद्दामा यो कुरो गर्दैन। अशिक्षाको कारण पनि छ। अशिक्षाको कारण हो गलत शिक्षा, अशिक्षाको कारण गलत शिक्षा। बहुत चिज भराइदियो, त्यही यस्तो कमाउने, उस्तो कमाउने, उस्तो कमाउने, यस्तो कमाउने। जीवनको जुन उपयोगी शिक्षा छ, विद्या, त्यो दिँदैन। किन त्यो त दिनै दिँदैन, किन भन्दाखेरि उसको मार्केटिङ चल्दैन। सारा त यहाँ अमिर जातको त खेल्छ। तपाईँ त फँसिराख्नु भएको छ, कठपुतली मात्रै भइराख्नु भएको छ। जागरुकता कहाँ छ? तपाईँ आँखा बन्द गरेर हिँड्नुहुँदैछ। सोच्नुहुन्छ होला आँखा खोल्दैछु म जस्तो बाटो त को छ, तर तपाईँलाई लाटो बनाइरहेछ। तपाईँ लाटो हो। त त्यो हो एउटा कारण होइन, गलत शिक्षा। अनि एउटा मोटिभेट, मैले के लेखेको थिएँ भन्दाखेरि मोटिभेट टु मेक मनी। सारा खेलिए पैसा कमाऊ, अघि भनिहालेँ नि मैले। पैसा कमाऊ, बिहे गर, जल्दी जल्दी बच्चा पनि जन्म 3-4टा, अनि सपिङमा लाग। त्यस्तो हुँदाखेरि मेरो तरक्की हुन्छ, त्यो उसले भन्छ। तपाईँ सोच्नुहुन्छ तरक्की मेरो हुन्छ, तपाईँको त दुर्गति हुन्छ। एउटा सानो छँदा खाँदाको जीवन बिगार्नुहुन्छ तपाईँ, केरियरको चक्करमा घुम्ने भएर। केरियर बनाउनुहोस्, तर धर्ने होइन। एक प्रयास या 2 कोसिस, त्यहाँबाट उता त्यहाँ रुने होइन। पाइयो पाइयो, पाइएन पाइएन, अरू दुनियाँ छन्। जीवन जिउनु त छ हामीलाई। यहाँ को सिकन्दर त बाँचेन। सिकन्दरको कसले ताली बजाउँछ अहिले सिकन्दरले? त्यस्तै हो तपाईँ पनि। 1000 अमिर आए, 1000 अमिर गए। खासमा जिन्दगी चाहिँ जिउनु पर्ने हो आफ्नो मर्जीले र शान्तिले जानुपर्छ होइन। त्यही हो कहानी। त्यो जीवन बर्बाद हो यो कुराहरू। त्यहाँबाट अनि कहानी खतम हुन्छ यसमा लागेपछि। र त्यसलाई त बचाउनै पर्यो, जीवनलाई आफूलाई हेर्नै पर्यो र प्रकृतिलाई पनि बचाउनु पर्यो। बर्बाद हुन्छ प्रकृति, मनुष्य पनि बर्बाद, सब सकिन्छ। मास एक्सटिङ्सन भनेको हो विलुप्ति, विलुप्त हुन्छ। त्यहाँनिर कन्जम्सन गर्न शिक्षा दिया जाँदैछ। राजनीति हो, तर सरकारले पनि यसलाई रोक गर्दैन। कारण के हो विचार गर्नु होला।